साथीहरु फेरि पनि त्रिभुवन युनिभर्सिटीको एउटा भिडियोमा तपाईहरुलाई स्वागत छ र यो चाहिँ एक्जाम शेड्युल 4 वर्षे थर्ड इयरको चाहिँ एक्जाम शेड्युल हो है। परीक्षा तालिका जुन चाहिँ बीएससी बीबीएस बीए र बीएड को थर्ड इयरको यो एक्जाम रुटिन एक्जाम शेड्युल चाहिँ रहेको छ। सर्वप्रथम यसमा चाहिँ प्रणाली अनुरूप 2081 साल 4 वर्ष स्नातक तहको तेस्रो वर्षको चाहिँ मानविकी भइहाल्यो। शिक्षा शास्त्र व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थातर्फका लागि नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि निम्न अनुसारको यो परीक्षा तालिका सार्वजनिक गरेको छ त्रिभुवन युनिभर्सिटीले। यसमा चाहिँ हाम्रो 4th इयर्स बीबीएस थर्ड इयरको न्यू कोर्स वालाहरूको लागि हो एक्जाम शेड्युल। अब न्यू कोर्स भनेपछि कहिलेदेखिको भनेपछि 2076 सालको ब्याचदेखि चाहिँ हाम्रो न्यू कोर्स भन्ने बुझिन्छ है। जसको एक्जाम चाहिँ बिहानको 7 बजेदेखि 10 बजेसम्म सञ्चालन हुन जान्छ। 2082 साल 3 महिना 6 गतेदेखि 3 महिना 15 गतेसम्म। त्यसैगरी अब हाम्रो आयो 4 वर्षे बीएससी थर्ड इयरको। यसको चाहिँ बिहान 7 बजेदेखि 10 बजेसम्म हुन्छ। यही असार 4 गतेदेखि अन्तिम परीक्षा चाहिँ असार 32 गतेसम्म हुन जान्छ है। त्यसैगरी हाम्रो यो रहेको छ बीए थर्ड इयरको चाहिँ परीक्षा समय चाहिँ 201 बजेदेखि 4 बजेसम्म हुन्छ। मिति चाहिँ 2082 साल 3 महिना 4 गतेदेखि सुरु हुन्छ भने 2082 साल 3 महिना 13 गते चाहिँ सिद्धिन जान्छ है। त्यसैगरी हाम्रो रहेको छ 4 वर्षे बीए थर्ड इयरको परीक्षाको समय चाहिँ 201 बजेदेखि 4 बजेसम्म हुन जान्छ। यसको चाहिँ सञ्चालन मिति चाहिँ 3 महिना 4 गतेदेखि 3 महिना 17 गतेसम्म यसको परीक्षा चाहिँ सकिन्छ है। त्यसैगरी अब हाम्रो आयो फेरि बीएससी थर्ड इयरको बीबीएस थर्ड इयरको। अब यो चाहिँ वर्ल्ड कोर्सको हो। त यो वर्ल्ड कोर्स भनेपछि 2075 सालदेखि जति पुरानो छ है 2075 पनि त्यो सबै के भइहाल्यो हाम्रो वर्ल्ड कोर्स है। यसको चाहिँ 201 बजेदेखि 4 बजेसम्म हुन्छ र मिति चाहिँ 3 महिना 4 गतेदेखि सुरु हुन्छ भने 3 महिना 8 गते चाहिँ सिद्धिन्छ है। र यो केही नियम कानुनहरू रहेको छ जुन चाहिँ परीक्षा दिने व्यक्तिहरूलाई पालना गर्नुपर्ने हुन्छ है। र यस्तै युजफुल भिडियोहरूको लागि यदि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोला है।